यो वर्ष हाम्रो कम्पनीको नाफा बढाउनै पर्छ। अर्को कम्पनीले 20 करोडको नाफा कमाइसक्यो, हाम्रा कामदारहरू के गर्दै बसेका छन् यत्रो बेरसम्म? तर एउटा समस्या पर्यो, क्लाइमेट जस्टिस भन्दै मान्छे कराइरहेका छन्। तर सर वैज्ञानिकहरूको रिपोर्ट आइसकेको छ, तापक्रम बढिरहेको छ, समुद्रको सतह बढिरहेको छ र सबैले हाम्रो देशमाथि औला उठाइरहेका छन्। सर युएनको मिटिङमा पनि भनिरहेका छन् उत्सर्जन घटाउने। अब हामी घटाएर के कम्पनीको बाटोमा आएर बस्ने माग्ने अवस्थामा आउने हो र? हामीले के बेच्ने हो र? हामीले यत्रो वर्ष यही बेचेर त हामीले नाफा कमाइरहेका छौँ। अब हामीले 100 वर्षदेखि कोइला जलायौँ, तेल निकाल्यौँ, ग्यास जलायौँ, अन्त हामीले यत्रो वर्ष कम्पनीले नाफा कमाइरहेको छ। अब के गर्ने? तर सर प्रश्न हामीमाथि उठ्न थालिसकेको छ। प्रश्नको उत्तर जवाफले होइन, प्रचारले गर्नुपर्छ नि। त्यसो भए सर हाम्रो योजना अबको के हो त? योजना नेपाल हो, नेपाल हरियाली हुन्छ, पाहाडहरू रुख बिरुवाहरू हरियाली एकदम धेरै हुन्छ, नदी र नाला हुन्छ। किसानहरू त्यहाँ श्रमिकहरू एकदम धेरै छन्। त्यहाँको सरकारलाई पनि लोभको पैसाको लोभ दियो भने हाम्रो पक्षमा आउनु सक्छ। त्यसो भए अब हामी अनि स्थानीयले विरोध गरे भने स्थानीयले विरोध गरे भनिदेऊ, तिमीहरूकै लागि हो, तिमीहरूकै रोजगारीका लागि हो भनिदेऊ। अनि पनि पैसा दियो, ऋण दियो, सहयोग गर। पैसा दिएपछि आफै चुप लागिहाल्छ नि। हो, त्यसैमा त मजा छ। उनीहरू ऋण तिर्न व्यस्त हुन्छन्, हामी नाफा कमाउन। सर अनि प्रदूषण बढ्यो भने दोष चाहिँ कसले दिने? प्रदूषण बढ्यो भने तिमीहरूलाई भन्दैन, जनतालाई नै भन्दैन। तिमीहरूले रुख काट्यौ, खडानी गर्यौ, जङ्गल खडानी गर्यौ, अन्त वातावरण प्रदूषण भएको छ। तर सर वास्तविक उत्सर्जन त हाम्रो हो नि। यो त पत्रकार सम्मेलनमा भनिँदैन नि, त्यहाँ त नेट ग्रोथ, कार्बन जिरो, कार्बन ट्रेड जस्ता कुराहरू मिठो शब्द बोलिन्छ नि। अनि सर कार्बन क्रेडिट चाहिँ वाह, त्यो त सुनमा सुगन्ध। हामी प्रदूषण गरिरहन्छौँ, हामी गरिब देशलाई जङ्गल जोगायो भनेर पैसा दिने नाटक गर्छौँ, अनि संसारले हामीलाई हिरो मान्दछ। तर हाम्रो शब्दमा यसलाई हामी नाफा हाम्रो, लगानी हाम्रो, प्रदूषण उनीहरूको भनिन्छ। ठ्याक्कै संसारले हामीलाई क्लाइमेट लिडर भनेर मान्दछ। नाफा हाम्रो, प्रदूषणहरू। अब तिमी नेपाल गएर नेपालको कति प्रगति विवरण छ, पैसा दिने हो भने पैसा देऊ, के गर्ने हो भने के गर। अर्कोचोटि हामी मिटिङ गरेर यसरी बसेर गर्छौँ।